एउटा हात चाहिँ भाँचिएको रहेछ। यहाँनिर देख्न सक्नुहुन्छ एउटा हात भाँचिएको छ। यसलाई पुनर्निर्माण गर्नुपर्ने अवस्था देखियो। यसरी हात भाँचिएको छ। यहाँ यी धुपीका बोटहरूले बाँसबारी पिकनिक स्पोटलाई एकदम सुन्दर र रमणीय बनाएको छ। यहाँ देख्न सक्नुहुन्छ यसरी धुपीका यी बोटहरूले गुलाबको फुल यसरी फुलेर अझ मनमोहक भएको छ। बाँसबारी पिकनिक स्पोट बच्चाहरूले खेल्ने पिङ पनि यहाँनिर नयाँ नयाँ आइसकेको रहेछ। यो चाहिँ पुरानो पिङक हो। यो बच्चाहरूका लागि नै हो विशेष गरेर, तर ठुला मान्छेहरू पनि खेल्ने गर्छन्। यो रोटे पिङ हो। रोटे पिङ चाहिँ त्यति सक्सेस भएन जस्तो छ। यसलाई त्यति मजाले चलाउन नजानेर यसरी थन्काइएको छ। यो त्यतिकै थन्केर बसेको छ। यो रोटे पिङ। यो चाहिँ यसरी दुईजना दुईतिर बसेर यसरी हल्लिने चिज पनि नयाँ आएको रहेछ अहिले। यो घुमाउने, त्यहाँ बसेर घुम्ने, बच्चा बच्चीहरूले घुमेर रमाइलो गर्ने यो पनि एउटा नयाँ यहाँ जडान भएको रहेछ। यसलाई पनि घुमाउने नै हो। यो यसरी घुमेर बच्चा बच्चीहरू बस्छन् र घुम्छन् वरिपरि। यसरी फुलै फुल रमणीय फुलहरू फुलेर चाहिँ यहाँनिर बाँसबारी पिकनिक स्पोट रमणीय स्थल बनेको रहेछ। अहिले हेर्न लायकको छ। सबैजना आउनुहोला पिकनिक खानका निमित्त। हेर्नुहोस् त फुलै फुलले कति मनमोहक भएको छ यो बाँसबारी पिकनिक स्पोट। र यसरी बच्चा बच्चीहरूले खेल्नका निमित्त, चिप्लेटी खेल्नका निमित्त बनाइएको यो चिजहरू पनि अहिले नयाँ नयाँ चिप्लेटीहरू पनि यहाँनिर आइसकेको रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ। र यसरी बच्चा बच्चीहरू यहाँबाट यसरी छिरेर भित्रबाट पर बाहिर निक्लिन्छन्। यो फुटबलको लोगो यहाँनिर यसरी यसलाई बनाएर राखिएको छ। पिकनिक स्पोट छिर्दै गर्दाखेरि गेटैमा यसरी लटरममा यो गुलाबको फुलहरू फुलिरहेको देख्न सक्नुहुन्छ। र यसरी यो गेट रहेको छ बाँसबारी पिकनिक स्पोट छिर्ने। यहाँ टिकट काउन्टर, यो टिकट घर हो। यहाँ टिकट काटिन्छ र यो गेटबाट भित्र छिरेर तपाईहरु भित्रको दृश्यहरू अवलोकन गर्न सक्नुहुन्छ। र यसरी छिर्दै गर्दा सुरुमै तपाईहरुले फुटबलको एउटा पिक्चर हातमा लिएको देख्न सक्नुहुन्छ। यो चाहिँ बाँसबारी पिकनिक स्पोट छिर्ने गेट रहेको छ। र यसैको अगाडि यसरी लटरम्म गुलाबका फुलहरू फुलिरहेको यहाँहरु देख्न सक्नुहुन्छ। त्यसैगरी चिया नास्ता खान मन लाग्यो भने यहाँनिर फ्यामिली होटल पनि छेउमा रहेको छ। छेउमा कति छेउमा भनेर हेर्न चाहनुहुन्छ भने यो गेट रहेको छ बाँसबारी पिकनिक स्पोटको। र यसैको ठ्याक्कै पूर्व दक्षिणतर्फ यो फ्यामिली होटल पनि रहेको छ, जसका प्रोपराइटर हुनुहुन्छ सन्तोष खतिवडा। यो चाहिँ मेन गेट रहेको छ। यसमा लेखेको छ श्री बाँसबारी सिमसार तथा पर्यटकीय क्षेत्रमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछु भनेर यसरी यो मेन गेट रहेको छ। र यो मेन गेटबाट यसरी भित्र छिर्दै गर्दाखेरि हाम्रो बाँसबारी सिमसार क्षेत्र यसरी तपाईहरु अवलोकन गर्न सक्नुहुन्छ।